हेलो गाइस, गुड मर्निङ। अहिले चाहिँ बिहानको ठिक 6 बज्यो। मैले चाहिँ यति बेला भ्लग स्टार्ट गर्दैछु। अहिले चाहिँ म पहिला हात मुख धुन्छु, ब्रस गर्छु। त्यसपछि आज चाहिँ मैले के गर्छु घरमा बसेर त्यही नै देखाउने छु साथीहरू। अब चाहिँ ब्रस गरौँ। मेरो नानी पनि स्कुलबाट आइसकिन् अनि खाजा खानाको लागि यहाँ टुप्याम र करेन्ट चाउचाउ छोपिसिन्। साथीहरू अब हामी चाउचाउ पकाउँछौँ। अन्डा चाउचाउ बनाएर खान्छौँ। चाउचाउ खाने हैन, चाउचाउ खाने दुश्मन हेर्नु है। यस्तो पालले यिनी के गरी खान्छन्। यता अन्डा पकाउन जान्दिनन् अनि हुन्छ। अब चाउचाउ पकाएपछि खाने बेला भेटौँला। ओके, यहाँ चाउचाउ पकाउन लागेको भर्खरै मलाई प्याज हालिन्। भोलि धेरै टाइमको बनाउने हो। चाउचाउ पनि पाक्दैछ साथीहरू। त्यो डल्ली त्यहाँ यस्तो रुन्न के बुझ्छु हो ल। तिमी राख्दै गर न, डढिसक्यो त्यो प्याज। यस्तै छ हाम्रो किचनको हालत चाहिँ। यता छोरोको लागि जाउलो पनि पाकिसकेको छ। यता चाउचाउ पाकेपछि खाएर छोरालाई जाउलो खुवाउनु पर्ने छ साथीहरू। हामी चाहिँ यहाँ भनिदिनु न के, हामी चाहिँ यहाँ चाउचाउ पकाउँदैछौँ। यिनले अब चाउचाउमा यहाँ के राखिन्, के पनि राखेकी छैन यिनकै अहिलेसम्म। छोरीले अन्डा खान्छन् अरे, छोरीले अन्डा खान्छन् अरे। के अन्डा देऊ न छोरीलाई। सानीले ल छोरीले अन्डा खान्छु भन्दै यहाँ अन्डा खाँदैछिन्। बाबु चाहिँ भए त्यसरी खेलिरहेछ बसेछ। साथीहरू चाउचाउ पनि यहाँ आइसक्यो र मेरो छोरीले यहाँ चाउचाउ यति धेरै ल्याइछिन्। यति धेरै तिमी चाउचाउ खान सक्छौ छोरो? सक्छौ कि नै? सक्छ हजुर, सक्छौ। भुइँमा नखसाला फोहोर हुन्छ। ओके, मैले बाबुलाई जाउलो खुवाउँदैछु। धेरै भोकायो भने आँटिन्छ क्या खाना अनि रुन्छ एकदमै। छिटो छिटो खाना पुग्छ। बाबुलाई खाना खुवाएपछि सानो जाऊ तिमीले आएको नाना लाऊ। सानी त्यहाँ बसिछिन्। नाना लाइसिन्। छोरोले यति छिटो छिटो खान्छ साथीहरू। लास्टै आतिने क्या खाना। मिनु छोरोलाई कले सानो मान्छेलाई माम छिटो छिटो चाहियो। सानो मान्छेलाई माम कसलाई हेरी के हो खानु खानु। सानो त्यसो नहरा हेर। छिटो छिटो खानु बेबी, छिटो छिटो। वाउ, गुड बेबी। आमा 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 म्याउ म्याउ बिराले यतातिर आऊ। मेरो नाना काटी गर्ने मुसी मारी ल्याऊ। हो न त्यस्तो हो। छानो वै छानो छानो के खाइ के खाएको बेबीले? माम खाएको हो। बेबीले माम खाएको हो। हामी यहाँ बसेछौँ। फेरि उता क्यामेरा पनि हेर्छिन्, खान्छन् पनि। कति छोरी आइछिन् नि त, घाँटिया लाउने नलाई खाइछिन् माम। साथीहरू आजको भिडियोमा चाहिँ खासै त्यस्तो के पनि भएन। नानी बाबुले गर्दा राम्रो भ्लग बनाउन पनि पाइनँ। जे जस्तो बन्यो त्यस्तै भिडियो नै अपलोड गर्नेछु। यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। मेरो युट्युब च्यानल लिङ्क मेरो टिकटकको बायोमा पनि छ, हेरेर सब्सक्राइब गरिदिनु होला।